ल है साथीहरू बर्खा लाग्यो अब बर्खा सुरु भए लगातै अब हाम्रो पनि यहाँ बारीमा मल छरेर धैँचा छर्ने काम आजबाट सुरु भयो भन्दै मेरो साथीहरूलाई शुभ बिहानी। कति बोरा लगिसक्यो? 1 2 3टा 3 बोरा 4 बोरा 4 बोरा लगिसक्यो। अनि तपाईँ चाहिँ के गर्नुभएको त? म नाचेको हो। अरुणको आमा नि आउनु भएको हो? ए अन्त नि घाम लाग्लो जस्तो भएको छ है। ल अब म पनि बारीमा झर्नुपर्ने भयो, छिटो गरेर भ्याउनु पर्ने हुन्छ। घाम चर्केपछि काम गर्न सक्दैन भनेर एकजना खेतालाई फेरि बढाउनु भएको छ भाउजूले। अलिक छिटो भयो कि है? के रे चाकबाट गयो। यो मल त यो दुईटा गाह्रो मात्रै हो क्या नानी। यो जति पुग्छ उदाको साथी हो। यो गन्दै आएन त्यति। सधैँ भाउजूले मेरो मात्रै अनुहार भन्छ। अब भाउजू छ त अब नन्दलाई साथी गर्ने। उता पनि त्यो दाइले मल छर्न सुरु गरेछ। आज धैँचा छर्ने होला। आज धैँचा छर्ने दाइ? ए तिल छर्नुहुन्छ? ए त नि पानी पनि कति ठुलो आउने त झन् दिनदिनै आएको छ हो अहिले त पानी पनि। ल म पनि जान्छु अब बाटो लगेर। यहाँ अलिअलि झरेछ। ल अब घर उता घरभित्र बारीको मल बोक्नलाई जानु पर्यो। बारीको मल छरेर खाल्टोको मल निकाल्दैछ। कस्तो तल गढेछ नि, अस्ति भर्खर हालेको त है। भग भएछ। परलहरू भएर नि हो, तर यस्तो गन्ध आयो कि है। अहिलेको भन्दा राम्रो मल है यो त धेरै राम्रो नि। धैँचाको बिउ यस्तो हुन्छ है साथीहरू। कतिले चिन्नु भएको छ, कतिले चिन्नु भएको छैन। चिन्न नहुने साथीहरूलाई चाहिँ मैले देखाइदिएको धैँचाको बिउ। अब छर्ने बारीमा 10 किलो धैँचाको बिउ यति 3टा आठामा छर्ने हो। खेतालाको लागि खाना बनाउँदैछु मैले त। यो चाहिँ अन्डा करी बनाउन लागेको, यसको लागि यहाँ ग्रेभी तयार गर्दैछु। यतापट्टि चाहिँ कच्चीको मुन्टा। अहिले त एकदम पर्फेक्ट भन्छ नि त कच्चीको मुन्टा। यो सिजन हो नि त यतिखेर। कच्चीको मुन्टा पनि पाक्यो। कहिले बारीमा ट्र्याक्टर आशा दौडिनु परेछ, कहिले मल यताबाट लगेर ढकनमा दौडिनु परेन। त्यही भएर सुरुदेखि पकाएको देखाउनु भन्ने कि साथीहरू हतार गरेर बनाएको यो ग्रेभी पाक्दैछ। यतापट्टि चाहिँ यतापट्टि चाहिँ मुसुरोको दाल बनाएँ। अनि यतापट्टि खाना पनि पाकिसक्यो। साग पनि भयो, पाकिसक्यो। अब यसमा चाहिँ मैले अन्डा राखिदिन्छु। अन्डा यत्तिकैमा भयो मेरो अन्डा करी। यो तरकारी
के त साथी फेरि म बारीमा जानु पर्यो दाल झाल्नु पर्यो अर्को बोतल पनि दिनु ल उहाँ जोतिसक्यो अरे आधा जस्तो नै म गएर आउँछु यति धेरै झारौँ देखायो यो झार एकदम राम्रो मल हुन्छ नि त अब यहीँनिर फेरि अर्को गोबर मल बोकेर ब्याडको लागि पनि अहिले नै तयार गरेर राख्ने हो ट्र्याक्टरले जोत्नलाई सुरु भएछ खानेर ल्याउनु है 100 रुपियाँ डोको होला मल अलि मजाले खाँदेर लिएर आउनु है यहाँ कान्छे भाउजू दुइटा खा यहाँ मजाले खाँदेर ल्याउनु यहाँ मलाई यहाँ घाटा पर्छ डोको पनि कति सानो ल्याएको त त्यो भित्रको त्यो कालो रे आजभोलि हाम्रो कान्छी भाउजू राम्री भन्छ अलिक खाँदेर लिएर आउनु त्यहाँ झम्टो सम्टो फालेर त्यहाँ अब पोल्ने ठाउँमा यहीँनिर राख्नु पर्ने भयो सबै बोकेको खिच्ने हो 8 डोको भाउजू पुग्छ कहाँसम्म गरे तपाईँलाई अड्कल होला नि गर्नु आज भाउजू बिचरा बाटुली ताल जाने भनेको त मान्छे पुग्नु पाएन यस्तो हल्ला गरिदिन्छ है न फेरि भरे जान्छ कि जानु थाहा पनि छैन जाने हो ए 11, 12, 1 बजेतिर हो क्या रमाइलो हुने त्यहाँ मल छरेर धैँचा छरेर पनि जोतेर सबै भइसक्यो यति बिउ राख्ने ठाउँ बनाएको हो यसमा चाहिँ 8 डोको गोबर मल राखेको छु साथीहरू अहिले उतापट्टि जोत्दैछ दाइकोमा त्यहाँ जोतेर भइसकेपछि चाहिँ फेरि यो गोबर मल छरेको यो बिउ राख्ने ठाउँ यति चाहिँ दोहोऱ्याएर जोतिन्छ भन्दै आजको ट्र्याक्टर जोत्ने काम पनि सकियो अब घरमा खाना खान जानुपर्ने हुन्छ आज हाम्रो खेतालाहरूलाई खाना मासु छैन लोकल अन्डा बनाइदिएको भाउजूहरूलाई है मासु कति खाने भन्नुभयो क्या लोकल अन्डा खाने भन्नुभयो अनि उहाँहरूको आज उहाँ बारीमा काम गरेको भएर खेतालो भनेको नि भाउजू त भाउजू नै हो नि मैले भाउजूहरू ल खानु है खाना खाए अब बारीमा काम गरेको भएर खेतालो त भन्नु पऱ्यो नि तर मेरो भाउजूहरू हो नि त नानी खाइयो है ल खानु है म नि खाने हो भोक लाग्छ मलाई पनि यतापट्टि एउटा खेतालोलाई त देखाउनु बिर्सेछ आज खेतालो म चाहिँ भान्छु नि हो नि त फेरि एकैछिन बारीमा गयो खेतालो बन्न अनि भान्छु ल खानु खानु ल नमिठो भने मिठोरी खानु है यो दही चाहिँ घरमै जमाएको ल खानु अब म पनि खान्छु भन्दै आजको मेरो मिठा आउँछ कि तै पनि मिठो भन्छ ल भन्दै आजको मेरो भ्लग पनि अब यहीँ नै अन्त्य गर्छु म पनि खाना खानु पऱ्यो एकदम भोक लागिरहेको अवस्था 11 बजे होला ल अहिलेलाई चाहिँ छुट्टिन्छ है त बाई साथीहरू तपाईँहरूकोतिर कस्तो छ हाम्रोतिर आज यति ठुलो हावाहुरी र पानी आछ भनेर साथी छैन ल हेर मलाई धगालिसक्यो बर्खा सुरु भएछ साथीहरू बर्खा सुरु भएछ हेर्नुहोस् त हाम्रो खेत त मैले यति धेरै जुम गरेर देखाएको छु हेर्नु न बर्खा लागेछ ल बर्खा सुरु भयो भनेको एकदमै लागिरहेको तल जानु त अब हावाहुरी बतास यस्तो विधि आएको छ भनेर साथी छैन अब म पनि डर लाग्छ कहाँ म यहाँ एक्लै बस्छु र म पनि जान्छु अब त हेर्नु न ओहो मैले झ्याल भित्रबाट खिचेको यस्तो विधि गएको छ यस्तो ठुलो हावाहुरी र पानी आउने सङ्केतै थिएन के आज त यस्तो विधि गर्मी पनि थिएन फेरि आज अघि त के विधि ठुलो हावाहुरी आएको थियो अहिले अलिकति कम भयो
कम्ता त आएको थिएन हावा हुँदै त